ऋषिराम पौडेलजी हुनुहुन्छ। म उहाँको परिचय दिन गइराखेका छु। ऋषिराम पौडेलजी नेपाली समाजका मौखिक परम्परा, पौराणिक कथा र वंशावलीको मध्यम अध्ययन मार्फत ऐतिहासिक चेतना फैलाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँले विशेष गरी महाभारतकालीन पात्रहरू जस्तै पाण्डवहरूको जन्म, पाण्डु र धृतराष्ट्रको कथा, वेदव्यासको भूमिका र कुन्ती माद्रीका सन्तानहरूको उत्पत्तिबारे गहिरो अनुसन्धान गर्नुभएको छ। उहाँको कार्यले नेपाली समाजमा वंशावलीको महत्त्व र ऐतिहासिक चेतनाको विकासमा सघाउ पुर्याउनु भएको छ। पौडेल वंशको उत्पत्तिबारे उहाँले प्रस्तुत गरेको विवरण अनुसार यो वंश महर्षि आत्रेयका सन्तति अर्चनास र शाश्वत हुँदै विकसित भएको हो। पौडेल वंशको इतिहासबारे विशेष जानकारी यहाँ पाउन पनि सकिन्छ। पाण्डवहरूको वंश र उत्पत्तिको कथा। ऋषिराम पौडेलजी पाण्डवहरूको उत्पत्तिबारे महाभारतमा आधारित कथा प्रस्तुत गर्दै हुनुहुन्छ, जसमा निम्न बुँदाहरू समावेश भएका छन्। पाण्डुको श्राप। राजा पाण्डुले शिकारको क्रममा एक ऋषिलाई मृगको रूपमा मार्दा श्रापित भए, जसका कारण उनी शारीरिक सम्बन्ध राख्न नसक्ने भए। कुन्ती पुत्र कुन्तीले दुर्वासा ऋषिबाट प्राप्त मन्त्र प्रयोग गरी विभिन्न देवताहरूलाई आह्वान गरेर सन्तान प्राप्त गरिन्। धर्मराज युधिष्ठिर, वासुदेवबाट भीम, इन्द्रबाट अर्जुन। माद्री सन्तान कुन्तीले माद्रीलाई पनि मन्त्र सिकाइन्, जसले अश्विनी कुमारहरूबाट आह्वान गरी नकुल र सहदेवको जन्मदिन। यसरी पाण्डवको जन्मको विभिन्न देवताहरूको आह्वानबाट भएको मानिन्छ, जसले उनीहरूलाई विशेष शक्तिशाली बनायो। यदि ऋषिराम पौडेलजीका थप व्याख्यान पुस्तकहरूबारे जानकारी हामी उहाँले पाइराखेका छौँ। अब म ऋषिराम पौडेलजीलाई विनम्र अनुरोध गर्दछु, उहाँले पाण्डवहरूको उत्पत्तिको विषयमा चाहिने पाण्डवहरूको पहिलो उत्पत्ति बताउँछु मैले, त्यसपछि गीताको सांस्कृतिक जस्तो यहाँलाई अनुकूल पर्छ, सरल पर्छ, त्यस्तैमा भनौँ। गीता बोलो। सुरु गरौँ। श्री गणेशाय नमः। अब सर्वप्रथम पाण्डवहरूको वंशको उत्पत्ति बताउँ। पहिले त कसका पुत्र हुन्, कसरी पाण्डवको कुल बन्यो, त्यो कुराको मैले यहाँहरूको अगाडिमा प्रस्तुत गर्न चाहन्छु। सबभन्दा पहिले एउटा महाभिषक भन्ने राजा थिए। महाभिषक राजा ब्रह्माको सभामा जानुभएको थियो। ब्रह्माको सभामा धेरै देवताहरू जम्मा थिए, ऋषिमुनिहरू, र त्यहाँ गङ्गा देवी पनि उपस्थित हुनुभएको थियो। र त्यो सभामा मैले संक्षेप गरेर भन्दैछु, त्यो ठुलो हुरी आएछ त्यो सभामा। गङ्गा देवीको साडी चाहिँ नि सर्लक्कै उटालिदिएछ। सब देवताहरू उता फर्के, परस्त्रीको योनि किन हेर्न भनेर। महाभिषक भन्ने राजाले त्यही हेरेछन् टुलटुल्दै। र तिनी गङ्गा देवीले पनि महाभिषक राजाले हेरेको कुरा देखेर दुईटाको मुखामुख भयो, हाँसे। त्यो देखेर ब्रह्माले तिनलाई श्राप दिनुभयो। ब्रह्मलोकमा आएर पनि तिमीहरूले योनि देख्ने, परस्परमा हाँस्ने गऱ्यो भने तिमी मनुष्य लोकमा गएर जन्म लिनु परोस्। ब्रह्माले श्राप दिनुभयो। र तिनै महाभिषक भन्ने राजा पृथ्वीमा आएर सन्तनु भन्ने राजा, तपाईँहरूले सन्तनुको नाम सुन्नुभएको होला महाभारतमा। सन्तनु नाम भएका राजा भएर जन्मे। ती गङ्गा देवी पनि पृथ्वीमा स्त्री जातिको रूपमा आउनुभयो। र गङ्गा देवीलाई नै श्राप पर्यो, महाभिषकलाई नै श्राप पर्यो। सन्तनु राजा र गङ्गा देवीको दुईटाको
अब गङ्गासित सन्तनुले भेट गरेपछि तिम्रो र मेरो विवाह गरौँ भने गङ्गादेवी अत्यन्त सुन्दरी हुनुहुन्थ्यो र गङ्गाले के भनिन् भन्दा सन्तनुलाई मैले जे काम गर्छु त्यो काम तपाईँले रोक्नुहुन्न भने तपाईँसित विवाह गर्छु, तपाईँले यो काम नगर भन्नुहुन्छ भने मैले तपाईँसँग बस्ने छैन। ओले सन्तनुले तिमीले जे गर्छौ मैले त्यो केही निषेध गर्ने छैन, मसँग सम्बन्ध गरौँ भनेर दुईटाको विवाह सम्बन्ध भयो। केही बखतमा अष्टवसुहरूले वशिष्ठकी गाईलाई अपहरण गरेको हुनाले तिमी अष्टवसुर पृथ्वीमा जन्मन परोस् भन्ने श्राप परेको थियो कि अष्टवसुले आएर ती गङ्गादेवीलाई प्रार्थना गरे तपाईँका गर्भदेखि हामी जन्मन्छौँ, जन्मने बित्तिकै ल्याएर फालिदिनु होला, हामीलाई बच्नको मतलब छैन, जन्म लिन पर्यो, नदीमा फालिदिनु होला हवस् भनिन्। र सन्तनु राजाका घरमा भएकी गङ्गादेवीबाट छोरा जन्मन थाले। जेठो छोरो जन्मन्छ लगेर खुरुक्क नदीमा फालिदिन्छन्, अर्को जन्मन्छ फालिदिन्छन्। 7 भाइ छोरा चाहिँ नि गङ्गामा फालिनु परे। 8औं छोरा जन्मेका थिए, राजालाई खटाइसक्नु भएन। यो दुष्टे एउटा सन्तान त देऊ भनेपछि त्यो गङ्गादेवीले छोरो एउटा त्यहाँ दिएर अब म तपाईँसित बस्दिनँ, तपाईँले मलाई जब काममा रोक्नुभयो भने भनेर गङ्गा गइन्। उनका छोरा महावीर ठुला भए, शक्तिशाली भए, सन्तनु राजाका स्वास्नी भएनन्। अब गङ्गादेवीले छोडिन् र शिकार खेल्न वनमा गएका बखतमा राम्रो गन्ध आयो। त्यहाँ बडो राम्रो गन्ध, के को गन्ध हो भन्दै खोज्दै गएको दास राजाकी घरमा रहेकी कन्या सत्यवती नामकी कन्यालाई देखे र दास राजालाई सन्तनु राजाले भने कन्या मलाई त्यो विवाह गर्न मेरो सन्तान पनि अब पत्नी छैनन् भनेपछि दास राजाले के भने यिनीबाट जन्मेको छोरालाई राज्य दिन्छौ भने भएर मैले दिन्छु, राज्य नदिने हो भने दिनु। अब घर आए त्यत्रो गङ्गापुत्र जबरजन्ड छन्, राज्य दिन्छु भनेर कसरी कबल गर्ने। सन्तनु राजा फर्लक्क फर्केर घर आउनु। आएपछि एकान्तमा बस्ने झकिने गर्न थाल्नुभयो। त्यो गङ्गापुत्रले गएर पिताजी तपाईँलाई के भयो, के को दुःख भयो? पहिले त राजाले भनेन मेरो एउटा छोरो अरू कोही छैनन्, कोही शत्रुहरूको भयो नि कि भने तिम्रै चिन्ता हो बाबु भने। गङ्गापुत्रलाई चित्त बुझेन। मन्त्रीहरूद्वारा उनले त्यो कन्यालाई विवाह गर्न नपाएको कारणले जन्मिएको भन्ने जानेर गङ्गापुत्र चाहिँ नि दास राजाका घरमा आफै गए, बाउको विवाह गर्दैन। दास राजाले भने यिनीबाट जन्मेको छोरालाई राज्य दिने या मात्र दिन्छु, छोरी नानी त दिन्न, दिन्छु भने भीष्मले तिमी यत्र बलवान छोरा छँदा के देउला। भीष्मले लिङ्ग छेदन गर्नु बोलो हेर विवाह बाको विवाह गर्नु भन्छ। भीष्म पितामह भनिन्छ नि भारतका एउटा पात्र। त्यति भएपछि ती सत्यवतीलाई विवाह गरेर सन्तनु राजालाई ल्याइदिए भीष्मले। ल्याएपछि सन्तनु राजाबाट ती कन्याबाट सत्यवतीबाट चित्राङ्गद र विचित्रवीर्य नामका 2टा छोरा जन्मे। अब ती 2टा छोरा यौवन अवस्थाका भए। तिनीको त्यही भीष्म गङ्गापुत्रले गएर काशीराजका छोरीहरू 2 बहिनी बिहा गरिदिए, चित्राङ्गद र विचित्रवीर्य। चित्राङ्गद वनमा शिकार खेल्न गएका बखतमा यक्षले मारिदिए। अब विचित्रवीर्य भन्ने छोरा थिए, उनलाई क्षय रोग उत्पत्ति भयो, रोगले मरे। अम्बालिका र अम्बिका भन्ने 2टी बुहारी विधवा बुहारी छन्, सन्तनु राजाको सन्तान मृत्यु। अब भीष्म त छन्, लिङ्गहरू छेदन गरेका छन्, उनीबाट सन्तान हुँदैन। र सत्यवती र भीष्म बसेर अब के गर्ने उपाय, सन्तान बचाउनका निमित्त भन्दा कोही एउटा महात्माहरू ल्याएर यिनै विधवा नारीमा गर्भाधान गराउन पर्यो भनेपछि सत्यवतीले पनि सत्यवतीको छोरा हुन् व्यस्त,
नदी तर्दाखेरि उनमा गमन गर्यो। अर्कै छुट्टा कथा छ, धेरै भन्न भएन अहिले। र अब वेदव्यासलाई बोलाइयो। वेदव्यासले बोलाएर बाबु हाम्रो सन्तान सिद्धियो, दुईटा विधवा नारी वधुहरू छन्, यिनीमा तिमीले गमन गरेर सन्तान उत्पत्ति गर्न पर्यो। पहिले त्यो वेदव्यासले विचार गर्नुभयो, म यत्रो 18 पुराण लेखेको यस्तो विद्वान परस्त्रीमा कसरी जाऊँ भनेर सारा शास्त्रको अन्वेषण गर्नुभयो। व्यासले के भेटाउनु भयो अन्तिममा भन्दा, आज्ञा गुरुणाम नचलङ्घनीया, गुरुको पिता माताको गुरुको वचनलाई लङ्घन गर्न हुँदैन, आमाको वचनलाई उल्लङ्घन गर्न भएन भनेर हुन्छ ल गर्भदान गरौँ भनेर रजस्वला भएका बखतमा अम्बिकालाई एकान्त कोठा राखियो र वेदव्यास पनि उनीसँग सङ्गम गर्न जाने। राजपुत्री विधवा भए पनि अब त शरीरभरि खरानी घसेका छन्, लामा लामा दारी जटा छन्, अब रुद्राक्षका माला छन्। त्यस्तो परिस्थितिमा गमन गर्न गएपछि अम्बिकाले चाहिँ दुईटा आँखा चिम्ले, वचन मान्न पर्यो के अरे, सङ्गम गरे राजाले वेदव्याससँग। त्यसबाट उनी आँखा चिम्लेको हुनाले यिनीबाट जन्मेको छोरो अन्धा हुनेछ भनिदिनु भयो। र त्यही कारणले धृतराष्ट्र अन्धा भएर जन्मेका अन्धा। अब यो अन्धाभन्दा अर्को पुत्र उत्पत्ति गर्न पर्यो भनेर अम्बिका नामाधिकारीसित व्यासलाई पठाइयो। उनी पनि आफ्नो शरीरको सौभाग्य नगरेर दोस्रै फुस्रै भएर उनीसित गमन गरे। र व्यासजीले भन्नुभयो, यिनी स्त्री मसित प्रसन्न नभएको हुनाले यिनको छोरो फुस्रो, पाण्डु भन्ने छोरो, पाण्डु रङ्ग चाहिँ नि सेतो रङ्ग जन्मनेछ भनेर जब भन्नुभयो, अब यी दुइटै काम नलाग्नु भयो, अर्को पनि ल्याउनु पर्यो। वेदव्यासले बेलाएर फेरि पठाएको अम्बिकालाई, जाऊ एकान्त कोठा व्याससित सङ्गम भनेर पठाइएको थियो। उनले आफू नगएर आफ्नो एउटा नोकर्नी थिइन्, जाऊ न नि तिमी त्यो ऋषिसँग गएको। त्यो नोकर्नीले तर वेदव्याससित हावभाव कटाक्ष गरेर हाँसेर सङ्गम भयो दुईटाको। व्यास खुसी हुनुभयो, ल यिनीबाट जन्मेको छोरो ज्ञानी बन्नेछ भने विदुरको जन्म भयो। धृतराष्ट्र, पाण्डु, विदुर तिनवटा यसरी प्रादुर्भाव भएका हुन्। र अब धृतराष्ट्र, पाण्डु यिनीहरू तिनवटा त भए। अब यिनी तिनवटादेखि धृतराष्ट्र अन्धाले विवाह गरे। शिवको आशीर्वाद लिएर आशीर्का कुरा बताउँदा लाभ हुन्छ। आशीर्वादले 100 भाइ छोरा जन्मे। पाण्डुका कुन्ती र मातृ दुईटी पत्नी थिए। दुईटी पत्नीलाई लिएर वन विहार गर्न जानुभएको थियो। ब्राह्मण र ब्राह्मणीको सङ्गम रहेछ, टाढै देखेर मृगजी मानेर बनाइने। ब्राह्मण मरे। ब्राह्मणीले एकदम विलाप गरेर भनिन्, हामीले सङ्गम गर्न लागेका बखतमा तिमीले मेरो पतिलाई मार्यौ भने तिमी पत्नीमा गमन गर्यौ भने तत्कालमा मर्नेछौ, श्राप पर्यो। र ऋषिका आश्रममा घुम्दै जाँदा पाण्डुले के सुन्नुभयो भन्दा, अपुत्रस्य गतिर्नास्ति स्वर्गो नै बच नै बच। जसका छोरा छैनन् त्यसको उत्तम गति हुँदैन, त्यो स्वर्गमा जान पाउँदैन। अब पाण्डुले पर्यो, दुईटी साइन्स छन्, सङ्गम गरौँ भने मरिन्छ। ऋषिहरूसँग सल्लाह गरेर के गर्नु भनेपछि पतिका आज्ञाले कुनै देवताहरूलाई बोलाएर गर्भाधान गर्नु पर्यो भनेपछि कुन्तीले त तपाईँहरूले सुन्नुभएको होला, पहिले अब ऋषिको आशीर्वाद लिएकी छिन् दुर्वासाको। जौन देवतालाई बोलायो, कुन्तीले बोलाएपछि त्यो देवता उपस्थित हुन्थे कुन्तीसँग। परीक्षा पनि गरिसकेकी थिइन्, सूर्यलाई बोलाएर सूर्यबाट पुत्र पनि जन्मिसकेका थिए। र कुन्तीले मेरो यस्तो मन्त्र छ भने लो बोलाउनु पर्यो। कसलाई बोलाउने त भन्दा धर्मराजलाई बोलाइन्। धर्मराजबाट रहेको गर्भबाट युधिष्ठिर महाराज जन्मनुभयो। अब अर्को गर्भ चाहियो। उनले वायुलाई बोलाइन्।
वायुका वीर्यदेखि जन्मेका भीमसेन जन्मे। अब अर्को चाहियो स्वर्गका राजा इन्द्रलाई बोलाइन्, इन्द्रबाट गर्भ रह्यो। अर्जुन जन्मे, 3 भाइ छोरा जन्मे पाण्डुका। अर्कैबाट खोजेर पाण्डु त के अब गभर्नर नहुन त। अब माद्रीका सन्तान भएनन्। माद्री लौ न दिदी मलाई एउटा छोरो त चाहियो, मलाई पनि दिनुहोस् मन्त्र। लौ तिमीले एउटा देवतालाई सम्झ, एकै पालि मन्त्र दिन्छु भनेर कुन्तीले दिएको मन्त्रमा माद्रीले एउटै नाम सम्झँदा कुन नाम सम्झने भन्दा अश्विनी कुमारलाई सम्झिन्। अश्विनी कुमार भगवान् सूर्यका छोरा हुन्। अब पत्नीले घुँडीको रूप ल्याए बखतमा गर्भाधान भएको हुनाले नागबाट जन्मेका 2टा अश्विनी कुमार समेटेर नकुल सहदेव नामरीका छोरा भए। पाण्डुका 5 भाइ छोरा आफ्नो वीर्यबाट होइन, पत्नीबाट कुन्ती र माद्रीबाट जन्मेका 5 भाइ छोरा भए। पाण्डु वनविहार गर्दैखेरि वैश्ली मर्त भएका माद्रीलाई त शराब बिर्सेछन्, जबरजस्ती सुनारसँग भरे उनी भए। कुन्तीले आफ्ना छोराहरूलाई लिएर गइन्। अब राजा त आधा राज्य पाण्डुको, आधा राज्य धृतराष्ट्रको 2 भाइको बाँडेको राज्य थियो। अब त्यो राज्यमा तिनीहरू त बसिन्। अब अरू प्रसङ्ग धेरै छ र पञ्च पाण्डवहरूदेखि यिनलाई मार्न पाए एकलौटी राज्य खाम्ला भन्ने चाहिँ नि दुर्योधनको मत हो। धृतराष्ट्रको छोरो दुर्योधन। त्यो विचारले उनलाई मार्नलाई भीमसेनलाई विषकुनी खुवाए। पञ्च पाण्डवहरूसित नक्कली जुवा बनाए, खेले। नक्कली पासाबाट पाण्डवहरूले हारे। 12 वर्ष वनवास, 1 वर्ष गुप्तवास पनि बिताएर आएर राज्य दिने भनेर वनवास र गुप्तवास बिताएर आएपछि हाम्रो राज्य देऊ गर्दा हामीले अवतीर्ण भनेर राज्य गर गरे। पाण्डवहरूले राज्य नपाएपछि सम्झाउनका निमित्त भगवान् कृष्ण उपस्थित हुनुभयो। भगवान्ले भनेको कुरा पनि दुर्योधनले मानेन। नमानेपछि दुर्योधनले देख्दैन भगवान् कृष्णलाई खुवाउने भनेर 52 प्रकारका त सामग्री बनाएको थियो अरे खुवाउने। त्यत्रो आतिथ्य संस्कार गर्ने भएको दुर्योधन कहाँ भगवान् कृष्णले खानु भएन, आफूले भन्यो नमाने भनेर। अब भीष्म द्रोणले हाम्रा भोजन गर्नमा मान्नु भएन भगवान्ले। मेरो भक्त जान्छ विदुरका साथमा जान्छ भनेर विदुरका आश्रममा पुग्दाखेरि विदुरकी पत्नीले टाढैबाट देखिन्छन् भगवान्लाई। विवस्त्र भएर स्नान गर्छन् के तराईमा त कोही विवस्त्र स्नान गरिरहेछन्, होस भएन। कृष्ण आउँदा अत्यन्त खुसी भए। खुसी भएर बस्ने आसन दिइन्। खानेकुराहरू रहन्छ, भित्र केरा रहेछ। केरा ल्याएर फोक्दै हर्षले गदगद भएर ऊ फाल्दै रहेछन्, गुदो फाल्दै रहेछन्, बोक्रो दिँदै रहेछन्। भगवान्ले बोक्रो खान लाग्नु भयो रहेछ। विदुर कता हटाए, के गरेको जाऊ भनेर उनलाई हटाइदिनु भयो। र विदुरले केरा फकेर गुदो खाँदैन भयो। अहिले त अहिले मिठो छ कि भगवान् भनेर सुन्यो। पहिला बोक्रो उनीको श्रद्धा त्यत्रो थियो। त्यहाँ बस्नुभयो। आखिरीमा कृष्णले मिलाउन नसकेको कारणले कौरव र पाण्डवको युद्ध पनि भयो। युद्धका निमित्त अब भगवान् आफ्ना आश्रममा जानुभयो द्वारकामा बल माग्नका निमित्त। दुर्योधन पनि गयो, अर्जुन पनि जानुभयो। दुर्योधन पहिले गएको थियो सिरानपट्टि, मानी राजा सिरानपट्टि बस्यो। अर्जुन गोडापट्टि बस्नुभयो। जाँदाखेरि यसो देख्दा त पहिले अगाडि गोडाकालै देखिन्छ। ए अर्जुन कताबाट आऊ भनेर सुन्नुभएको थियो। दुर्योधनले उता होइन म कृष्ण म पहिल्यै आएको, पहिलालाई पालो दिनुपर्छ। दुर्योधनले भनेपछि कृष्ण लौ तपाईँलाई के चाहियो? महाभारतको युद्ध हुने भयो, तपाईँले हामीलाई सहयोग गर्नु पर्यो। दुर्योधनले सहयोग माग्यो। अर्जुनलाई सोध्नुभयो म पनि त्यही कामले महाभारतको सङ्ग्राममा हजुरले सहयोग। भगवान् कृष्णले भन्नुभयो एकापट्टि मेरो यादवी सेना दिन्छु,
शस्त्र अस्त्रहरू दिन्छु, एकापट्टि म जान्छु, मैले शस्त्र अस्त्र छुने छैन, आवश्यक पर्यो भने घोडाको लगमसम्म समाल्दा रथ आगोला लौ राजन सोध्नु रोज्नुहोस् भनेर दुर्योधनलाई रोजाउनु भयो। दुर्योधन पहिले गएको, दुर्योधनले विचार गर्यो सङ्ग्राममा जाने हो, शस्त्र अस्त्र छुन्न भन्छन्, अब त्यो घोडाको लगमी समाल्ने मान्छेमा यो पनि हुन्छ, मलाई त यादवी सेना र फौज शस्त्र अस्त्र दिनुहोस्। दुर्योधनलाई यादवी सेना सहयोगका निमित्त दिनुभयो, शस्त्र अस्त्र पनि दिनुभयो। अर्जुनलाई अब त म मात्र परेँ। अर्जुनले हात जोडे, प्रभु मलाई केही चाहिन्न, हजुर मात्र भयो हुन्छ भनेपछि सङ्ग्रामको बेला हुने भयो। पाण्डवहरूका फौज एकापट्टि भए कुरुक्षेत्रमा, दुर्योधनका फौज एकापट्टि ठुलो जमघट भयो। जमघट भएपछि वेदव्यासले धृतराष्ट्र अन्धालाई गएर भन्नुभयो, धृतराष्ट्रजी सङ्ग्राम हेर्ने हो भने तपाईँलाई दिव्य दृष्टि दिन्छु, अब सङ्ग्राम हेर्नुहोस्। धृतराष्ट्रले भने आजसम्म अन्धा भएर बसेँ, अब छोरा बन्धुहरूको काटा मार किन देख्ने हो, मलाई आँखा दिन पर्दैन, तर भएको त्यहाँको हालखबर म यहीँ अब बसेर थाहा पाउन पाऊँ भनेर धृतराष्ट्रले आज्ञा गरे। त्यो भनेपछि वेदव्यासले आफ्नो प्यारो शिष्य सञ्जयलाई दिव्य दृष्टि दिनुभयो र सञ्जय राजाका साथमा दिल्लीमा बसे, कुरुक्षेत्रको कुरा उहीँ बसेर जम्मै थाहा पाए, देख्थे र अब यिनी दुई पक्षको सङ्ग्राम हुन लाग्यो। ठिकठाक फौज भए। त्यही बेलामा धृतराष्ट्रले सञ्जयलाई सोध्नुहुन्छ, गीताको पहिलो उसलाई हेर्दा धृतराष्ट्रवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता यो सब। धृतराष्ट्रले सोध्नुहुन्छ, हे सञ्जय अहिले ती फौजहरूले के गरेका छन् भनेपछि सञ्जयले धृतराष्ट्रलाई सोधाउनुहुन्छ, पाण्डवको र कौरवको दुईपट्टिको फौज जम्मा छ यस बेलामा। दुर्योधनले पाण्डवको फौजलाई हेरेर आफ्ना फौजलाई पनि हेरेर आफ्ना गुरु द्रोणाचार्यका साथमा यसो भनेका छन्। अब गीताको सुरु हो त दुर्योधनले गएर, गुरु पाण्डवका पक्षमा पनि काशीराजहरू, तिनका धेरै नाम छन्, नाम नभन्नु लामो हुन्छ, छन्। अब मेरा पाण्डवहरूको फौजको संरक्षण गर्ने भीमसेन छन्। अब हाम्रो फौजमा चाहिँ नि पितामह हुनुभयो भीष्म पितामह, यी सबैले लाएर भीष्म पितामहको संरक्षण गर्नु भनेको थियो। भीष्म पितामहले पनि त्यो दुर्योधनलाई खुसी गराउनका निमित्त हातमा पहिले सिंहनाद गर्नुभयो, गर्नुभयो, त्यहाँबाट शङ्ख फुक्नुभयो र धृतराष्ट्रले त्यति शङ्ख फुकेपछि सबैले अब शङ्ख बजाउन थाले। जे बाजा छन्, गोमुखी बाजाहरू भए, कर्नालहरू भए, लडाइँका सामानहरू त्यहाँ बजे। भगवान् कृष्णले नि 5जनले शङ्ख फुक्नुभयो। देवदत्त नामहरूको शङ्ख थियो, अर्जुनको जम्मैका शङ्खका नाम नभनौँ, थोरै गर्नु छ। र जब शस्त्र अस्त्रहरू पर्न लाए, अर्जुनले भन्नुभयो, हातमा धनुर्बाण लिएका शक्तिशाली अर्जुन इन्द्रकील नामका पर्वतमा गएर तपस्या गरे, शैव धनु पनि प्राप्त गर्नुभएको थियो। इन्द्रको धेरै कथाहरू पनि। र अर्जुनले भन्नुभयो, कृष्ण मसित लड्ने कुन वीर हो, मलाई देखाउनुहोस् भनेर अहङ्कार गर्नुभयो। भगवान् कृष्णले सेतो घोडा ठुलो भएर हात मिलाएर भीष्म द्रोण प्रमुख त भीष्म र द्रोणाचार्य अगाडि देखेपछि अर्जुनले भीष्म आफू छन्, द्रोणाचार्य आफूलाई पढाएका गुरु छन्, गुरु ससुर बन्धु सारा नै देख्नुभयो। अर्जुन त कातरुनुभयो त्यसपछि र कृष्णलाई भन्नुभयो, कृष्णजी म त लड्न सक्दिनँ, बेबधोष शरीरे मेरो मर्ष जायते, गीताको श्लोक। मेरो शरीर काँप्न थाल्यो, शरीर जिरिङ्ग भइराखेको छ। अब
त्यसो भएको हुनाले म लड्न सक्दिनँ। अर्को कुरा, गुरुलाई मारेर यस्तो राज्य किन लिने? गुरुलाई मारेर राज्य लिन भन्दा त भिख मागेर खानलाई उत्तम हुन्छ भन्दै अहो बत बहुत पापम कर्तुम व्यवसित भयौँ। हामीले त नराम्रो काम गर्न थालेका रहेछौँ। अब यसरी सबलाई मार्ने हो भने त्रिजाति विधवा हुन्छन्, परपुरुषसँग गमन गर्छन्। परपुरुषसँग गमन गरेपछि यहाँ के हुन्छ भन्दाखेरि एउटा जातको सन्तान हुँदैन, क्रस हुन्छ दुई जातको। वर्णशङ्कर हुन्छ। वर्णशङ्कर भएपछि वर्णशङ्कर जति शङ्कर हो नरकायैव भवति तेनुसुश्रम। धर्मशास्त्रको वचन यही हो। वर्णशङ्कर मरेपछि नरकमा पर्छ। अब अहिले त यो कलियुग हो, अहिले त जथाभावी विवाह हुन थाल्यो। जम्मै कलियुगको प्रभाव वर्णशङ्कर त धेरै बढिसके। त म लड्दिनँ भनेर गाण्डीवले चाहिँ प्याप्त राख्नुभयो। रथका पछाडिपट्टि गएर घोप्टो परेर अर्जुन बस्नुभयो। कृष्णले घोडा लगाउन सक्यो। अब दोस्रो अध्याय सुरु हो। भगवान् कृष्णले अर्जुनलाई भन्नुभयो, क्लैबेम मास्मकम पार्थ नै तत्त्वयुपपद्यते नपुंसक नमन। सङ्ग्राम गर भनेपछि मैले अर्जुनले पनि गुरुलाई मारेर मैले राज्य खाँदैन भनेर स्वीकार गर्नु भएन। त्यसपछि भगवान् कृष्णले अर्जुनलाई आत्मसम्बन्धी ज्ञानहरू वेदान्त ल्याएर सम्झन गर्नु। हेर, प्राणीहरू जति जन्मेका छन् यो शरीर त नाशवान शरीर हो। आत्मा चाहिँ नि कहिल्यै मर्दैन। नजायते मृत्यते वा कदाचित् नायं भूत्वा भविता वा न भूय। आत्मा कहिल्यै जन्मँदैन, मर्दा पनि मर्दैन, गोली हानेर पनि मर्दैन। आत्मा यस्तो हो भनेर धेरै सोध्न थाल्नुभयो। शरीर त के हो? नाशवान हो। अर्को शरीर लिन्छ यो आत्माले। जस्तै मनुष्यको ठाउँ र पुरानो कपडा फालेर नयाँ कपडा धारणा गर्छन्, त्यस्तै किसिमले आत्माले पनि नयाँ शरीर लिन्छ। हजुर, अर्को कुरा, तिमीले आत्मा मर्दैन, मर्छलो आत्मा मरे पनि, तर तिमी यत्रा वीर लडेन हो भने बलवान पुरुषहरूले अर्जुन नामर्द भनेर तिमीलाई थुक्नेछन्, तिम्रो अपहेलन हुनेछ। तिमी क्षत्रिय छोरा भएर स्वधर्मम पिसापेक्ष नविकम्पित रहसी भन्नुहुन्छ। आफ्नो क्षेत्रीय धर्मलाई हेरेर पनि तिमी लड्नुपर्छ। भगवान् कृष्णले अर्जुनलाई प्रेरणा लड भन्ने किसिमको प्रेरणा गर्न थाल्नु। अब त्यसपछि क्रियायोग र ज्ञानयोगको कुरा बताउनु हो। भक्तियोग बताउनु, अहिले बेर भन्छ बताउनु। र दोस्रो अध्यायमा गएर अर्जुनले के भन्छन् भने, तपाईँले यदि सबभन्दा क्रियायोग र ज्ञानयोग उत्तम छ भन्नुहुन्छ भने मलाई किन यत्रो डर लाग्दो सङ्ग्राममा आह्वान गर्नुभएको छ? अर्जुनले शङ्का, अर्जुन हेर, भगवान्ले हुनुहुन्छ, हेर, जन्मेको पुरुषले क्रिया कामहरू गर्नुपर्छ। बिना काम कसैले प्राण या धारणा गर्नका निमित्त पनि काम गर। र क्रिया कामहरू यज्ञहरूको कुरा बताउनु हो। यज्ञहरू गर्नुपर्दछ। ब्रह्माले पहिल्यै जगतको सृष्टि गर्नुभयो, देवताहरूका सृष्टि गर्नुभयो, त्यसपछि दैत्यहरू मनुष्यहरूको सृष्टि गर्नुभयो। त्यस बेलामा के भन्नुभएको छ भन्दा, देवान् भावयतानेन ते देवा भावयन्तु भयो, गीताको श्लोक। हेर देवता हो, तिमीहरूले मनुष्यको कल्याण गर। मनुष्यहरूले तिम्रो पूजा गर्छन् सधैँ, र जुन मनुष्यले तिम्रो पूजाहरू नगरेर त्यसै बनाएर खान्छ भने त्यो पापी हो। त्यही कारणले हाम्रा पूर्वजहरूले भान्साघरमा वासुदेवमा जलहरू घुमाएर श्रीकृष्ण अर्पणमस्तु भनेर खाने चलन थियो। त अहिले भगवत भक्ति नभएको हुनाले कहिलेमा जल वर्षाबाट पनि प्रजाहरू पीडित छन्, दुखित छन्। त त्यस कारणले तिमीले
कर्मणै भई संसिद्धिमा स्थिता जनकादय। जनक राजा पनि त राजा हुन्, सम्पूर्ण काम गरेका थिए। जनक राजाले पनि कर्म गरेर उत्तम गतिमा प्राप्त भएका हुन्। त्यस भएको हुनाले कर्मयोग गर अर्जुन भगवान्, र मलाई मनमा सम्झेर धनुर्बाण लड। भगवान् कृष्णले अर्जुनलाई प्रेरणा गर्नुहुन्छ। त्यसपछि अर्जुनलाई सम्झाउनुहुन्छ, हेर अर्जुन, मनुष्य जन्म भएपछि कर्महरू गर्नुपर्दछ। अतएव तिमीले कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। कर्म गर, कर्म गर्नु तिम्रो अधिकार हो, तर मा फलेषु कहिल्यै फलको इच्छा नगर। कर्म गरेर भगवानको पूजा गरेर फलको इच्छा गर्यो भने त त्यो त भक्त त भएन। 10,000 खर्च गरेर एउटा धर्म गर्ला, करोडौँ रुपियाँको आश्रय गर्छ, भगवान् यति देऊ भन्ला, त्यो त के भयो, भक्त त भएन। थोरै खर्च गरेर धेरै प्राप्त गरेर व्यापारी पो हो त। त्यसो गर्दा तिमी व्यापारी नबन। कर्महरू धेरै छन्। ब्रह्मार्पणम ब्रह्म है, सबै ब्रह्ममय जगत हो। ब्रह्ममा अर्पण गरेर ब्रह्मरूपी है हो, ब्रह्मरूपी अग्नि हो इत्यादि अर्जुनलाई सम्झाउँदै लानुभयो भगवान्ले। र अनि पछिबाट हेर अर्जुनलाई भगवान् कृष्णले यी ब्रह्मरूपी संसार हो भन्ने कुरा सम्झाइसकेपछि अब के सम्झाउन लाग्नुभयो त भन्दाखेरि, कर्मले जनकादि सिद्धि भए भने कर्म गर, यज्ञ आदि गर, त्रैविष्यताप, सोमपाप, वितपापा। अब वेदले बताएको कर्म गर्ने कर्मष्ठी ब्राह्मणहरू, कर्मष्ठी व्यक्तिहरू, तिनीहरूले स्वर्गम प्रार्थयन्ते, स्वर्गको प्रार्थना गर्छन्। ती स्वर्गको प्रार्थना गर्ने व्यक्तिहरू ते तम भुक्ता स्वर्गलोकम विशालम क्षीणे पुण्ये मर्त्यलोका विसन्ति। तिनीहरू स्वर्गको प्राप्त गर्ने भएका व्यक्तिहरू स्वर्ग विशाल स्वर्गमा गएर भोग गर्छन्, देवताहरूका साथमा सँगै क्रीडा गर्छन्, स्वर्गमा रहेका अप्सराहरूका साथमा भोग गर्छन्। स्वर्गका अप्सराहरू कहिले वृद्ध हुँदैन। नित्यम नवम भया दिनदिनै नयाँ नयाँ किसिमको यौवनवती हुन्छन्। तिनको भोग गरेर आखिरीमा क्षणै पनि मर्त्यलोक आवसन्ती, धर्म सकिएपछि मर्त्यलोकमा तिनको जन्म हुन्छ। ती मर्त्यलोकमा जन्म हुन्छ भनेपछि अर्जुनले भने धर्म त गर्ने हो। धर्म गर्दा गर्दै योग गर्न थाल्यो व्यक्तिले योग सफल हुन सकेन, योग त डर लाग्दछ। तब नि तिनी त बिचमा परे, नयाँ भौतिकवादको सुख गरे, न उत्तम गतिमा प्राप्त हुन्छन्। त तिनीहरू त बिचमा पर्ने भएको कारण तिनको गति के हुन्छ? अर्जुनले प्रश्न गर्नुहुन्छ। भगवान् कृष्णले उत्तर दिनुहुन्छ, हे अर्जुन, कर्म गर्ने भएको पुरुषको कर्म कहिले पनि खेला जाँदैन। तिनीहरू स्वर्गको लोक भोग गरिसकेपछि पनि शुचिनाम श्रीमताम के योगभ्रष्टो विजायते। योगभ्रष्ट पुरुष धनी पवित्र भएका व्यक्तिका घरमा जन्म लिन्छन् र त्यहाँ पनि पूर्वजनको संसारले उत्तम गति गरेर मुक्ति त अनेक जन्म संसिद्ध तत्त्व याति पराम गति। गीताको छ, अनेक जन्म लाएर बल्ल ईश्वरलाई प्राप्त गरिन्छ। ईश्वरको भक्ति आजै गरेर भोलि फल त प्राप्त हुँदैन। किनभनेदेखि जस्तै खेती गऱ्यौँ भने आजको खेती भोलि त प्राप्त हुँदैन, समय रुग्नुपर्छ। गर्भमा बच्चा रहेको पनि त्यो बिचमा जन्म भने त त्यो बच्चा त मर्छ, काम लाग्दैन, समय पुग्नुपर्छ। त्यस्तै ब्रह्मज्ञानी पुरुषलाई पनि समय लाग्छ। अनेक जन्मदेखि ती पुरुषहरू सिद्ध हुन्छन्। त्यसो भएको हुनाले कर्म गर, कर्म बिचमा सिद्धि नभएको अर्जुनले भगवान्ले भनेपछि अर्जुनलाई योग कर्म सिकाउनुहुन्छ। अर्जुनले के भन्छन् त्यस बेलामा नि, तपाईँले जुन यो योग प्रोक्त
तपाईँले हे कृष्ण जुन योग धर्म बताउनु भयो त्यो योग त मैले हामीले सक्दैन, किनभने चञ्चलम हि मन कृष्ण परमाथि बलभद्रम अत्यन्त बलियो मन, त्यो मनलाई जित्नु र आएको हावालाई जम्मा गर्छु भनेर जम्मा गर्न सकिँदैन, हावालाई त्यस्तै मनलाई पनि रोक्न सकिँदैन। अर्जुनको हतार भाइ योग गर्न सक्दिनँ भनेपछि भगवान् श्री भगवानुवाच भन्छ। त्यहाँपछि भगवान्ले अर्जुनलाई सम्झाउनु भएको छ, हे अर्जुन यो योग भनेको स्वतः प्राप्त हुने योग होइन, अभ्यासे नैव कौन्तेय वैराग्येण च गृह्यते। गीता। अब अभ्यास गरेर पनि मनलाई वशमा गर्न सकिन्छ, अथवा अभ्यास गर्न सक्दैन भने मनमा वैराग्यले पनि मनलाई वशमा गर्न सक्छ। मन त अत्यन्त बलवान छ। मन एव मनुष्याणाम कारणम बन्ध मोक्षय, बन्ध र मोक्षमा पार्ने त मनै हो। त्यसो गर्दा भगवान् कृष्णले ती उपदेशहरू दिएपछि अर्जुनलाई अब योगको कुराहरू बताउनुहुन्छ। हेर अर्जुन, योग गर्ने पुरुष के गर्नुपर्छ? एकान्तमा जाऊ, एकान्तमा गएर त्यो जीवलाई सफा गर, त्यहाँमाथि कुशमाथि मृगचर्म राख, मृगचर्ममाथि कपडा राख, त्यो आसन न त धेरै अल्गो पनि नबनाऊ, धेरै होजु पनि नबनाऊ। त्यो मृगचर्ममा बसेको ईश्वरको हुकुमले त्यहाँ बसे पनि शरीरलाई सोझो गर। त्यहाँपछि त्यो शरीर सोझो बनाएर त्यहाँ बसेपछि पनि त्यो आसन कस्तो हुन पर्यो त? पद्मासन। अहिले यहाँ बस्यो भने पद्मासन बाँधेर बस। त्यहाँ बसेर त्यो योगको अभ्यास गर्दा बाहिर कहीँ नहेर, नाकको टुप्पो मात्र हेर। कसैले तपाईँहरूले अनुभव गर्नुहोस्, नाकको टुप्पो मात्र हेरेर अन्त नहेरेर बस्यो भने एक क्षणमा आँखाबाट आँसुहरू बर्सिन थाल्छ। त केही दिन भनी सहनु पर्दछ अश्रुवृष्टि। योग गर्नाले केही दिन त्यो अश्रुवृष्टिको साधन गर्न 1 महिनाको समय दिएछ हाम्रो धर्मशास्त्र। त्यसबाट रोकेर तिमीले योग सिद्ध गर। योगी भनेको योग सिद्ध किन गर्ने त भन्दा योग सिद्ध जब हुन्छ, योगीले योग सिद्ध गरेपछि त्यसका शरीरका पाप जति दोष अनेक जन्ममा गरेका पापहरू नष्ट हुन्छन्। त्यसकारणले तपस्वी भयो दिव्य योगी ज्ञानी विमतोधिक कर्मी साधिक योगी तस्मात् योगी हो अर्जुन। कर्मी ध्यानी ज्ञानी इत्यादिहरूभन्दा पनि सबभन्दा ठुलो योगी हो। योगी भनेर जोगी माग्ने होइन, योग कर्म गर्न सक्ने हुनु पर्यो। योग गर्दाखेरि आसनहरू गयो, योगको चाहिने धेरै 6वटा त यसका अङ्ग छन्। योग धारण गर्ने पुरुषले आसन अनि नाभि स्थानमा रहेको अर्को योग, त्यसबाट मास्टर लगेको हृदयमा रहेको अनाहत चक्र, यो कण्ठ कुपरमा रहेको प्रबुद्ध चक्र, यहाँ लगेको आज्ञा चक्र, त्यसमाथि रहेको निर्माण चक्र, यी 6वटा चक्र छन्। निर्माण चक्रमा जब प्राणी रहेर माथिको परब्रह्ममा चित्त लागेको व्यक्तिको निर्वाह त दीपैव। हावा नलागेका ठाउँमा बत्ती बाल्नु, त्यो बत्तीको ज्वाला सोझो जान्छ। त्यो निर्माण चक्रमा लागेको त्यो चित्त व्यक्ति पनि त्यस्तो अचल भएर सोझो त्यहाँ लगाउन सकेपछि योगीहरूले आत्मानन्दको रसहरू भोगेका हुन्छन्। तिमी त्यसरी आत्मानन्दको रस भोग गर्न सकिन्छ भनेर भगवान्ले योगका कुराहरू धेरै सिकाउनु हो अर्जुनलाई। योगका कुराहरू सिकिसकेपछि अर्जुनलाई फेरि भगवान्ले भन्नुभयो, हेर तिमी कस्ता भक्त बन त भन्दा अनन्या चिन्तक भक्त। यही गीताको श्लोक त अनन्या चिन्तयेमाम्, जसले अनन्य चिन्तक भएर मलाई सम्झना गर्छ भने त्यसलाई योगको मैले फल प्राप्त गराउँछु।
त्यसलाई मैले पालना गर्छु भन्ने भगवानको अर्जुनलाई चाहिँ नि भगवानले उपदेश दिनुभयो। अनन्या चिन्ता यसको मैले तपाईँहरूलाई छोटो कथा अब दिन्छु। एउटा गृहस्थीका 3 भाइ छोरा रहेछन्। 3 भाइ छोरामध्ये जेठा छोराले के गर्थे भने गीता पाठी अनन्या चिन्ता तमाम त्यो गीता पाठ गर्ने नजिकमा गएर आफ्नो समापन गरेर घरमा आउँथे। पतिव्रता थिइन्, खाना दिन्छन् र केही पनि गर्दैन थिए। माइला चाहिँ नि छोराले के गर्थ्यो भन्दा बजार बसेको जजमानमा गएर कमायो। कान्छाले के गर्यो घरको खेतीपाती दिया भाषा जम्मा गर्थ्यो। एक दिन त्यो कान्छा छोराले प्रस्ताव राख्यो साँझमा दाजुले पनि केही सहयोग गरे त मलाई गृहस्थीमा अलि सजिलो गर्थ्यो भनेर भनेको थियो। गीता पाठीले भने ए बुल्लु अनन्या चिन्ता नि तमाम अरू कुनै पनि चिन्ता नगरेर भगवानको चिन्ता गर्दा गाई पाल्न नि पर्दैन, गोरु पाल्न नि पर्दैन, भगवानले पाल्छ। त्यो अज्ञानीले त्यो कुरा त मान्दैनन्। जसलाई आत्मज्ञान अलिकति प्राप्त भयो त्यो मात्रै ज्ञानलाई सम्झन्छ, मान्छ। हामीले कमाएर ल्याएर खाएका छौँ र तिमीलाई भगवानले पाल्छ। भोलि लौ त हामीले नकमाउनु के खान्छौँ। भित्र बुवा उनीकी पत्नी निक्लिन्, मैले त काम गरेछु नि दैले। ती गीता पाठीले पनि तिमी नबोल, पतिव्रता नारी थिइन्। के गर 3 भाइको सल्लाह भयो। अर्का दिन चाहिँ गीता पाठीलाई छुट्याइदियो। एउटा घर पऱ्यो, कपडा पऱ्यो, पकाएर खाने भाँडा पऱ्यो, अन्न पऱ्यो। त्यहाँ गएर बसेर प्रिय स्वास्नीले होला कसै छ तिमीले माग्दा पनि नमाग, कसैले सित्तिरहेको नखाए, हामीलाई भगवानले पाल्नुहुन्छ। हवस् भने पतिव्रता जे भनौँ मान्दिन्छ। भएको अन्न चाहिँ त्यो पकाएर सिद्धियो, पतिदेव अन्न त सिद्धियो, के खाने होला। गहनाको कपडा हुनन् नि, सब गहना कपडा बेचेर खाए, त्यो पनि सिद्धियो। अब यो पनि सिद्धियो, के गर्नु होला। घर होला, घर बेच, घर बिक्री गरे र एउटाको झुपुडो मागेर 2टा पति पत्नी बसे। र उनले अन्त्यमा त उनले के भने एकछिन पत्नी भने तपाईँको सम्पत्तिमध्ये तपाईँको गीता र 2टा तपाईँका धोती छन् बाँकी, मेरा 2टा साडी बाँकी, अरू केही छैन। आज पकाएर खुवाउने कुरा केही छैन, के गर्ने भनेपछि केही उत्तर नदिएर थपक्क गीता बोकेर नदिएर पास गरे। 9 पद्यमा आउँछ त्यही श्लोक आयो। अनन्या चिन्ता तमाम योजना परिपासते तेषां नित्याभियुक्तानां योग। घोरिएर फेरि दोहोऱ्याएर अर्थले होइन, भगवान्ले त आजसम्म त मलाई हेर्न पर्ने हो। यो भगवान्ले भन्यो श्लोक हिँड्छ गुरु छेपाकमा त परिनँ म शङ्काले त्यसमा गेरुदले र भक्त भोकमा पर्ने भयो भनेर भगवान्ले त्यस्तै एउटा विद्यार्थीको जस्तो रूप लिनुभयो। एउटा थालमा खानेकुराहरू ल्याउ जम्मा गर्नुभयो, मिठाई सिठाई लड्डु जे हो, 2टालाई प्रशस्त खानेकुरा, एउटा यत्रो कुटुरो बनाउनु हिरामती जगरको र त्यही थालामा राखेर दाइमार्थे थियो। ती गीता पाठीकी पत्नी गुरुजी खै भन्दै सोध्नुभयो, स्नान गर्न जानु सब आउनुहुन्छ भने यो राखिदिनु होला गुरुजीलाई। गुरुजीले त अर्कालदेव नले भन्नुभएको छ, कसरी राख्नु। ए गुरुजीसित मैले जानेपछि राख्नुहोस्, अरू भाँडो त छैन यहाँको मिठाई सिठाई खाने यार भाँडो दिने पनि तपाईँको होला, यो भाँडो ल्याइदिनु। पत्नीसित उनले भने गुरुजीले चिन्नुहुन्छ, जसका मुखमा त गेरु दल्नुभयो त्यही म हुँ भने। अनि भगवान् गए, गीतापाठी आए, खानेकुरा यस्तो उपस्थित छ। के भन्थे, जसका मुखमा गेरु दले त्यही हो भनेपछि गुरुले चिन्नुहुन्छ। ला मैले त भगवान्ले बनाएको श्लोकमा गेरु दले चाहिँ रुन पो थाल्यो। तिमी त पतिव्रता नारी, भगवान्को दर्शन भयो, मैले अब मैले भगवान्को दर्शन नपाउँदासम्म खान्न भनेर उपवासमा बसे। राति भयो, पतिव्रता पत्नीले पनि खान पाइनन्। भित्र बसेको रातिको 10 बजेमा घरमा ढकढक आयो।
ढोका खोलेर हेऱ्यो भने देवी सज्जनहरू थियो, त्यही रूपमा भगवान् लौ तपाईँका भगवान् उनी गीता पाठी आएर भगवान्लाई दण्डवत गरे। भगवान्ले लौ यो सम्पत्ति तिम्रो, अब तिम्रो पुरानो सम्पत्ति केही छैन, चोखो सम्पत्ति अब भगवान्ले दिनु, यो हिरामा बिहार छ, तिमीलाई अब प्रशस्त हुन्छ भनेपछि गीता पाठीले साँझ केही भगवान्ले दिएको खाए, अर्का दिन त त्यो सम्पत्ति भएपछि एउटा घर किने, कपडा किने, भाँडा किने, जम्मै केही थिएन, सब किनेर उनी धनी भए। दाजुलाई निकाल्ने भएका ती भाइहरूको सम्पत्ति घटेर गयो। हाम्रो यहाँ बुढाहरूले कुरा पनि गर्थे, सुत्तिँदाखेरि नि एउटाका 10 भाइ, 2-4 भाइ, 5 भाइ छोरा सन्तान पनि आफ्नो कर्म लिएर जन्मने हो। एउटै गुरुसँग एउटै विद्या पढेका व्यक्ति भए पनि एउटा धनी हुन्छ, एउटा गरिब हुन्छ, एउटा अफलता हुन्छ, एउटा दुर्जन हुन्छ। त्यो त व्यक्तिको आफ्नो कर्म लिएर जन्मने हो। त्यसो गर्दा भगवान्ले यसरी दिनुहुन्छ, हेर अर्जुन तिमी पनि त्यस्तै भगवत भक्त बन भनेर भगवान्ले उपदेश दिएर म हेर अर्जुन यो सारा जगतको उपदेश दिनुभएको, उत्पत्ति गर्ने भएको मै हुँ, जगतको मालिक हुँ। अब मैले यी सम्पूर्ण प्राणीहरूको वीर्य दिने भएको, अहम वीर्य प्रदव पिता गीतामा लेखेको छ नि, मैले सबैलाई वीर दिएर मालिक मै हुँ इत्यादि किसिमको उनले वर्णन गरेपछि अब यहाँ सुनाउनुको अर्जुनले भने के भनेदेखि ए तपाईँ कुन वस्तुमा आउनुहुन्छ त त्यो श्रेष्ठ वस्तु कोशी भनेर सोधेपछि अब विभूति योग ल्याएर 10औं अध्यायमा ल्याएर भगवान् कृष्णले अर्जुनले बनाउनु हेर संसारमा जति वस्तु छ त्यसमा उत्तम मेरो शक्ति भएका म बताउँछु, सबै बताएर त साध्य छैन। मैले तिमीलाई उत्तम वस्तु आदित्य नाम अहम विष्णु 12 आदित्य हुन्छ। ती 12 आदित्यमध्ये भगवान् विष्णु भनेको मै हुँ। विष्णुको आराधना गर। अब जङ्गलमा भएका धेरै बुटाहरू छन्, तिनीमध्येको उत्तम के पिपल हो। पिपलको वृक्षको आश्रय गर, पिपलको सेवा गर। यस्तै किसिमले गाईहरूको सेवा गर्छु भने कामधेनु गाईको सेवा गर। कामधेनु गाईबाट उत्तम जीवनहरू दिने कामधेनु गाईको सेवा गर। अब यहाँ यथार्थ भनौँ भने त कति लामो छ, कति मैले अर्घाखाँचीमा पढेन भन्ने ठाउँमा 5 दिनसम्म उनीहरू कृष्णको थापना गरेर भोकै रहेर गीता सुन्छ भनेर मैले भन्ने मौका पाएको थिएँ। त्यहाँ 5 दिनसम्म यसको व्याख्या गरेको थिएँ मैले। अब यहाँ त त्यो अवस्था छैन। भगवान्ले अब यस्तै किसिमले उनलाई बताउनु, देवर्षिहरू ऋषिहरू मध्येमा नारद उत्तम छन्, नारदको भक्ति गर। अब सर्पहरू मध्येमा सर्पाणाम अस्मि वासुकी, गीता हेर्नुहोस्, सर्पहरू मध्ये वासुकी नामहरू। अब त्यसपछि अर्को सापमध्ये 2 किसिमका साप त्यसमा। अब म चाहिने रसातलमा रहनुभएको योग्य हुँ, किनभने सहस्र भगवान् रसातलमा रहेका भगवान्को 1000 फणा हुन्छ। त्यो फणामा यो जगतलाई आफ्नो फणामा धारणा गरेका छन् भन्ने प्रमाण छ। कसरी भन्दा मत्त हात्तीका टाउका एउटा सरसिङको दानाबाट राख्दा जस्तो हुन्छ, त्यस्तै भगवान्लाई केही गर्नुको सरुङ्गे केही छैन, त्यसरी धारणा गर्दैछ मै हुँ। त्यस्तै किसिमले हेर अर्जुन, प्रह्लाद सासु दैत्यनाम, दैत्यहरू मध्येमा प्रह्लाद नाम। अब पाण्डवहरूमा त्यतिखेर अर्जुन र कविहरू मध्येमा म शुक्राचार्य हुँ। मोटामोटी धेरै जम्मै भक्तहरू चाहिँ शब्दै हुँदैन, त्यही एकाध्यायले खान्छ त्यो भनेर बताउनु भएपछि अर्जुनले ए तपाईँ जगत स्वरूप भएको तपाईँ, अझै पनि अर्जुनले विश्वास नमारेर तपाईँ संसार रूपी जगतमा तपाईँ व्याप्त हुनुहुन्छ, जगतको मालिक हो भने तपाईँको त्यो स्वरूप कस्तो छ त्यो स्वरूप देख्न पर्यो भनेर जब अर्जुनले भन्नुभएको थियो, भगवान् कृष्ण लो
मेरो रूप तिमीले आश्चर्यमय भएको रूप देख्नेछौ, तर तिम्रा यिनी छालाका आँखाले देख्न सक्दैन। दिव्यं ददामि ते चक्षु पश्चिमे योगमैश्वरम। तिमीलाई मैले दिव्य दृष्टि दिन्छु। दिव्य दृष्टि बिना संसार देख्न त सकिँदैन र अर्जुनलाई भगवानले दिव्य दृष्टि दिनुभयो। दिव्य दृष्टि पाएका अर्जुनले भगवान कृष्णको शरीरमा अनेक प्रकारका नागहरू देखिन्छन्, दैत्यहरू देखिन्छन्, प्राणीहरू देखिन्छन्, हजारौँ मुख छ र हजारौँ हात छन्। यस्ता सूर्य उनैका भगवानको मुखमा त जस्तै यहाँ भएका नदीहरू समुद्रमा प्रवेश गर्छन्, त्यस्तै किसिमले त्यही प्रवेश गरेको देख्छन्। अब बोलेको आगामा गएको पुतली परे चाहिँ दैत्यहरू त्यहाँ परेको देख्छन्। भीष्म भयो, द्रोणाचार्य सबै त्यहाँ मुखमा पसेका छन् भगवानको। भगवानले कोही खानुभएको छ, लिएली यसै ग्रन्थमा कोही चाख्नु। त्यस्तो देखेर अर्जुन पनि आत्तिए, भयङ्कर रूप देखे, अरू डराए। त्यस्तो हे भगवान तपाईँ को हो? यस्तो रूप नलिनुहोस्। काल वैष्णव कप भन्छन्, म संसारलाई नाच्ने काल हुन्, मैले यिनी सबैलाई भस्म गरेँ। अब तिमी एउटा निमित्त बन, यो सङ्ग्राममा तिमीले जित्नेछौ। दोस्रो अध्यायमा के भन्नुभएको थियो भनेदेखि हतोवा प्राप्स्यति स्वर्गम जित्वा वा बक्सेसे। तिमीलाई माऱ्यो भने स्वर्ग पाउँछौ, अब जित्यो भने पृथ्वी पाउँछौ। तिमीले जित्छौ ग्यारेन्टी भन्नुभएको थिएन भगवान्ले त्यस दर्शनमा। जब त्यो विराट स्वरूप देखाउनु भयो, अब तिमी एउटा निमित्त बन, मैले सबलाई वध गरिसकेँ र यसलाई मार भनेपछि भगवानको विराट स्वरूप देखेपछि अर्जुन बल्ल छक्क भने, यिनी त भगवान पो रहेछन्। त्यहाँ त चिने बल्ल अर्जुनले। चिनेपछि अर्जुन पछुताए, तुति गर्छन् धेरै। तुति त धेरै छ, मैले एउटै श्लोकको भनौँ। हे भगवान् सखेति मत्वा प्रसवं यदुक्तं हे कृष्ण हे यादव से सखेति। हामी सँगै खेल्यौँ, सँगै डुल्यौँ, त मैले सँगै भन्दै हे कृष्ण हे यादव भनेर जुन अब शब्दहरू भने, तँ मेरो पाप क्षमा गरिबक्सियोस्। कसै छोराको अपराध बाउले सहन्छ, त्यस्तै किसिमले तपाईँले पतिले सही अपराधहरू सहनुहोस्। म तपाईँका शरणमा पर्छु। मैले जुन नराम्रा काम गरेँ वैश्यमा, हुन पनि जो भगवत भक्त विशुद्ध हुँदैन तबसम्म भगवान्ले त्यो भक्तलाई ग्रहण गरून्न। एउटा दृष्टि दिएको छ यहाँ, दृष्टान्त दिँदैन भने एउटै कुरा। एउटा व्यक्तिको घरमा छोरो थियो जम्मा, जागिरमा जान्थ्यो। जागिरबाट आउँदाखेरि त छोरो खेलेको, सानो खेलो छ, शरीरभरि जम्मै दिशामा लटर भइरहेको छ। सधैँ जान्थ्यो, बुवा भनेर समाउनु जान्थ्यो, उनले समाएर मै खान्थे। अब त्यस्तो छोरो समाम भने हातमा जम्मै फोहोर लाग्यो। बाबु नछ, बाबुलाई यस्तो भएछ। बाबुले छुन सकेन। आमा आएर दही पखाली गरेपछि फेरि काखमा लिएर मै खाएँ। यसको दृष्टान्त के हो त? हामी पनि यदि भगवत भक्तिले पवित्र हुन सकेनौँ भने भगवान्ले हामीलाई ग्रहण गर्नुहुन्न कहिले। जब हामी पवित्र हुने बाटो के त? काम क्रोध लोभ मोह मद मात्सर्य हृदयमा भएको कामना भयो, क्रोध भयो। भगवान्ले बताउनु भएको छ नि, कामना भनेको, काम र क्रोध भनेका त ठुला शत्रु हाम्रा। कामना भनेको के हो भने कहिल्यै सन्तोष नहुने भएको। महासनौ महापापमा विद्येन यवैरेण भन्छ। जति पनि खाने, जति कमाए पनि नपुगेको। यहाँका ठुला धनीहरूलाई हेरौँ, जति कमाए पनि उनीहरूलाई पुगेको छैन, झन्सो चाहन्छ। त्यो के हो त? आगा जस्ता। त्यहाँ आगो बोलेको छ, यो आगालाई अगाउन हाल भनेर घिउ खाना झन् बोल्छ, समिधा थप्दिन्छ झन् बोल्छ। अब कामना भनेको त्यस्तो। क्रोध भनेको रिसले गर्दामा कसैले
भाउ पनि मारे, छोरा पनि मारे, साथी पनि वध गर्छन्। अब यस्तो अपवित्र हुँदछन्। यिनी शत्रु भन्ने जाने हे अर्जुन भगवान्ले भन्नुभएको छ। त्यो बताएपछि आफ्नो स्वरूप शान्त बनाएर अर्जुनलाई नडराउनु। अब फेरि चतुर्भुज हुनुभयो र भगवान्ले भन्नुभयो, हेर मेरो यो स्वरूपलाई केही अगाडि केही गरेर प्राप्त हुँदैन। वेद पढ्नाले यहाँ धेरै बताउनु छन्, म बताऊँ। एउटा भक्तिले मात्रै यो प्राप्त गर्न सकिन्छ भनेपछि भक्तिको लक्षण 12 अध्यायमा बताउनु पर्यो। भक्त्यास्तोनया लभ्य, भक्तिले मात्र यसलाई पाइन्छ। भक्ति कब त भन्दा सम्पूर्णमा समभाग राखेको, सुख दुःखमा खिन्न नहोस्, सुखमा हर्षमा प्राप्त नहोस्। सुख दुःख समीकृत लाभा लाभौ जया जयौ, सुख र समान गर्नु, लाभ र हानिमा बराबर रहनु इत्यादि। यस्तै मेरा भक्त हुन्, मलाई चित्तमा धारणा गर। त्यो धारणा गर्न यदि सकेनौ भने पनि सर्वकर्म फल त्यागम सत्यागित्य विधीयते, सम्पूर्ण कर्मको फललाई त्याग गर। मैले अहिले भने कर्म गरेर भगवत भक्ति गरेर वरदान माग्न हुँदैन। वरदान दिनुहुन्छ भगवान्ले। भगवान्ले ऋण त चुक्यो नि। मलाई यो छोरो पाऊँ भनेर गरेको छन्, छोरो पायो भइहाल्यो। जसले भगवत भक्ति धेरै चाहेको छ भने त्यस भएको हुनाले मत भक्त परम भव, मेरा भक्त भन भनेर भगवान्ले बताउनुभयो। र अब 13 अध्यायमा गएर यो शरीर के हो त अर्जुन? यो शरीर हो क्षेत्रमित्य विधीयते भन्नुहुन्छ। इदम शरीरम कौन्तेय क्षेत्रमित्य विधीयते। यो शरीर हो, क्षेत्र नाम है। क्षेत्र भनेको के हो? खेतबारी। खेतमा लगेर जस्तो बीज रोपो त्यस्तै फल्छ। यो मनुष्य शरीरले जस्तो कर्म गर्यो अर्को दिनमा त्यही प्राप्त हुने हो। त्यसो हुँदा यो क्षेत्र हो, आफ्नो कर्म अनुसारको फल प्राप्ति हुन्छ। यहाँ भएका यतिका प्राणीहरू छन्, जम्मै छुट्टा छुट्टै किसिमका छन्, सबैको छुट्टा छुट्टै बोली छ। एउटा कम्पनीको भाडा हेर्ने भने एकै नासी हुन्छन्। यहाँ त एकै ठाउँ भए पनि यो पाउने हो भनेर शङ्का हुँदैन। सब छुट्टा छुट्टै छन् बोली भाषा। भगवान्ले यस्तो सृष्टि गर्नुभएको छ। यो किन त? कोही धनी छन्, घरहरू फाइलिया छन्, त्यसै कोही गल्तीमा पल्टन्छन्। यो जम्मै आफ्नो कर्मको फल हो। कसैले बनाएको गरिब पनि होइन, कसैले बनाएको रोगी पनि होइन। यो आफ्नो कर्मको फल हो। त्यसो गर्दा कर्मण्येवाधिकार अस्ति, कर्मको अधिकार छ अर्जुन। कर्महरू गर, पछि पछुतो हुन्छ। अहिले कर्म नगरे मनुष्य योनि त बडा उत्तम योनि हो। हामीले तपाईँले यति भनौँ, यो उत्तम योनि भएको मनुष्य योनिले फल गर्ने ठाउँ कहाँ त? यही आर्यवर्त क्षेत्र हो। आर्यवर्त क्षेत्र जहाँ भरतले राज्य गरे, त्यो भरतको राज्य अन्तर्गत छ हामीहरू। ततन्य भोगभूमि, समुद्रदेखि पारको यिनी भोगभूमि हुन्। अन्त गएपछि कुकुर खाने हुन्छ, बिरालो खाने हुन्छ, गाई खाने पनि हुन्छ। तर यहाँ हुँदैन हाम्रा ऋषिमुनिले भनेको। हाम्रो सङ्कल्प गर्ने ब्राह्मणमा आर्यवर्त क्षेत्र भनेर आर्यवर्त भन्छ। आर्यवर्त यो पुण्य भूमि हो। आर्यवर्त भनेको हिमालय पर्वतदेखि दक्षिण, कोही हो हाम्रो विन्ध्याचल पर्वतदेखि उत्तर, विन्ध्याचलभन्दा उता देश पनि आर्यवर्त क्षेत्र एक पवित्र भूमि छ। अनुभव गरेको कुरा बताम, म आसाम भन्ने ठाउँमा गएँ, ब्रह्मपुत्र पार। म मेरा गुरुसँग भेट थियो एक दिन। तिमी आसाम गौ र भन्नुभयो है, के सङ्कल्प भन्यो भने सङ्कल्प सुन्नु। आर्यवर्त क्षेत्र सङ्कल्प अलग हुन्छ। त्यहाँ पिपल पाइयो, देखिएन गुरु पिपल। त्यहाँ गएपछि कुश छैन, काँसलाई कुश भन्छन्। यो अमेरिका समरिका यहाँउति जाम कहीँ पिपल सिपल यहाँ पाइने जस्तो दुबो केही पनि पाइँदैन। त्यहाँ भगवान्ले सृष्टि नै गरिदिनु भएको छैन। त्यहाँ खाँचै छैन। त्यसले पूजासूजा गर्ने पनि होइन, भोगभूमि हो। त्यहाँ कोही पनि छैन। यत्र नदी यहाँ हाम्रो आर्यवर्त क्षेत्रमा गङ्गा, गोदावरी, भागीरथी इत्यादि गरेका नदी, अनेक हजारौँ नदी छन्।
तर यो समुद्रदेखि पार अमेरिका रुस चीन जाम एउटा नदी गइदिने हुन्थ्यो नि, जाँदैन नि एउटा नदी नि। यो लवण समुद्रमा गएर जम्मै मेलन हुने। त्यो अपवित्र त्यसमा कोही न छन् न त नदी छन्। त्यसै कारणले यहाँका ऋषिमुनिहरू कर्मेष्ठी हुनुहुन्थ्यो। त्यो एउटा बुद्ध विनोद लेख्छन् नि, यो त्रिकालदर्शी जगतै कपाउने कठै उनी ब्राह्मण हुन् भने खराब कुत्ता सरी आज भोटिन भन्छन् कि मलाई यसरी। हामी आफ्नो कर्मदेखि च्युत भएर मनपरी खाने मनपरी गर्ने रक्सी खाने ब्राह्मणहरूले गएर अक्षतालाई स्वस्थ स्तुति भनेर आशीर्वाद पनि लाग्दैन, त मोर भनेर मर्दैन। हामी कर्मष्ठी बन्न पर्यो, आफ्नो कर्मलाई साधन गर्न पर्यो। हामीलाई भगवान्ले दिनुभएको छ आर्यावर्त क्षेत्र पुण्य भूमि। अझ यो काठमाडौँ त भगवान् पशुपतिनाथ उहाँबाट आउनुभएको छ। यहाँ पाण्डवहरूले हामखालोभन्दा भैँसुहरू लिएर मन्टो लिएर यहाँ आयो। भगवान्को ढाड चाहिँ नि केदारमा छ, त्यही भगवान्को मन्टो हो पशुपतिनाथको। हाम्रो शिवपुराणमा प्रष्ट लेखेको छ। डोलेश्वरलाई पनि मन्टो भने कसैले शिवको, म डोलेश्वरको पण्डितसँग एक दिन डोलेश्वर गएको थिएँ। प्रमाण त्यसको केही छैन। शिवजी हुन् मानन् त ठिक छ, तर खास शिव भन्ने शिवको शिर चाहिँ नि यही हो पशुपतिनाथ हो। हामी पशुपतिनाथको नजिकमा बसेका छौँ। यहाँ हाम्रा शुद्ध भूमि छन्। मैले अनुभव गरेको कुरा 10 सालमा म पहिले काठमाडौँ आएँ। 10 दिन लगाएर बाटाघाटा थिएन, निहिले पैदल आएँ। थानकोट बसेर मध्याहमा त्यहाँ पुग्यो, गर्मी भएको थियो। गङ्गाको जललाई झिकेर अन्जलीले खाइयो, चोखो जल थियो, खाना हुन्थ्यो त्यस्तै। आज खाएर पशुपतिको दर्शन हुन्थ्यो। आज यी नद नदीहरू जम्मै छुन नहुने भयो। पार्वतीले तपस्या गर्दाखेरि अब भगवान्को यो लिङ्ग स्थापना गरे, किराँतेश्वर स्थापना गरिन्। गहना कपडा केही थिएनन्। वनमा गएर फलफुल खान्थिन्, नदीमा गएर हातले उठाएर जल। अब त्यो अवस्था अहिले छैन। त्यसो भएकोले अहिले गर्न पर्ने कुरा के त, हाम्रो योग अनुसारको भगवत भक्ति गरौँ, कीर्तन गरौँ, मनन गरौँ। यही कुरा नै श्रेष्ठ छ भनेर भगवान्ले अब संसारको गतिलाई बताएपछि अब 15 अध्यायमा गएर के भन्नुहुन्छ भने संसार रूपी वृक्ष। यहाँका वृक्ष त माटाबाट उम्रेर मास्त्री मन्टो हुन्छ। यो संसार रूपी वृक्ष कस्तो छ त, ऊर्ध्वमूल मधशाख मस्वस्थम प्राहुरव्यम। त्यो वृक्षको त माथि फेद छ, हाँगा तल छ। यसको मतलब के हो भने यो बताउने हो भने एउटै श्लोक एक दिन जान्छ, मैले भनेको थिएँ। यसलाई जान्नका निमित्त एकान्तमा बस, भक्ति गर, यो संसार रूपी वृक्षलाई छेदन गर भनेको मायालाई छेदन हो। माया भनेको कहाँ छ तपाईँहरूले सोच्नु होला, म र मेवा मात्रमा छ, संसार अन्त कहीँ छैन। यसको छेदन गर। न रूपमस्य तथोपलभ्यते नान्तो न च आदिर न च सम्प्रतिष्ठा, गीताको श्लोक। यसको अन्त्य पाउन पनि गाह्रो हुन्छ। यस्तो अस्वस्थ हो, यसलाई जान। जब मलाई चिनेपछि मेरो लोक प्राप्त हुन्छ। भगवान्को लोकमा न सूर्य उदाउँछन्, न चन्द्रमा हुन्छन्, न तारागणहरू छन्। ऊ त स्वतः उसले दिएको शक्तिले यिनीहरू प्रकाश हुने हो। त्यस्तो लोक छ। त्यहाँ गएर यद्गत्वा ननिवर्तन्ते, गीताको श्लोक हो। यद्गत्वा ननिवर्तन्ते तद्धाम मम, त्यही हो मेरो धाम, भगवान्ले भन्नुभएको छ। त्यसो भएको हुनाले त्यहाँ जाने शुक्ल पक्षको गतिहरू मैले पहिले भने नि कि शुक्ल पक्षमा जानु यस्तो मरेको, कृष्ण पक्षहरू भनिसक्नु छैन लाभ भएकोमा। त 15 अध्यायमा यति बताइसकेपछि अब 16 र 17 अध्यायमा के बताउनुहुन्छ भने सत्व रजस तम गुण। सत्वगुणी व्यक्तिले सत्कर्म गर्छ, सत्व स्वयं। अब रजोगुणी मान्छेले सम्पत्ति कमाउनको इच्छा गर्छ, क्रोधी पनि हुन्छ। तमोगुणी त मूर्ख हुन्छ, केही गर्दैन।
अब सत्ता सम्झाए ते सत्वगुणी माथि मृत्युपासाल माथि जान्छ, रजोगुणी पृथ्वीमा रहन्छ, तमोगुणीको निच योनिमा प्राप्त हुनुपर्दछ। सत्व रजस तमोगुणको वर्णन। सत्वगुणी व्यक्तिले गुल्लो वस्तुहरू मिठो वस्तुहरूलाई भोग गर्नलाई चाहन्छ। रजोगुणी र रजोगुणीले कट्टोम लवण, तितो, पिरो, नुनिलो इत्यादि वस्तुहरू मिठो मान्छ रजोगुणीले। तमोगुणीले गतयामम गतरसम पुति परिवेशितम चाहिँ याम भएको बासी गनाउने यस्ता वस्तुले मन पार्छ। यो तमोगुणीका वस्तु हुन्। तमोगुणीको वस्तुले स्वीकार नगर इत्यादि भगवान्ले बताउँदै लिएर अब अर्जुनले भन्नुहुन्छ, हे भगवान् सन्यास सुविधि गृही, सन्यासको विधि भन्नु, त्यागको विधि पनि बताउनुहोस् भनेपछि कृष्ण भन्नुहुन्छ त्याग भनेको 3 किसिमको त्याग छ। त्यो त्यागमध्ये त्याग वै भरत श्रेष्ठ त्रिविध सम्प्रकृति 3 प्रकारको त्याग। यज्ञ दान तप कर्म त्यागमिति चापरे सम्पूर्ण त्याग गर्नु त हुन्छ, तर केलाई त्याग नगर भन्दा यज्ञ त्याग नगर, दानलाई त्याग नगर, तपस्यालाई त्याग नगर। तपस्या भनेको व्यक्तिले गर्नुपर्ने 15 दिनमा एकादशी आउँछ भयो नखाएर बस्छन् इत्यादि धर्मको लक्षण हुन्। र ती त्यागमध्येको अब यिनी 3टा वस्तुलाई त्याग नगर भगवान्ले बताउँदै लगेर सत्ता सञ्जयते कामम इत्यादि बताउँदै लानुहुन्छ। लगेपछि अर्जुनलाई भगवान्ले भन्नुहुन्छ, हे अर्जुन, मैले तिमीलाई धेरै कुरा भनिसकेँ, अब छोटाइदिउँ भनिसकेँ, तर अब मैले बताएको ज्ञानलाई तिमीले विचार गर। यो ज्ञान मूर्खहरूलाई भन्न हुँदैन, अज्ञानीलाई भन्न हुँदैन, ज्ञानीलाई मात्रै सुनाए। अब यो ज्ञान जानेपछि व्यक्ति सुखी हुन्छ, तर स्वधर्मलाई त्याग गर्नु हुँदैन। अन्त्यमा गएर भन्नुभयो भगवान्ले, स्वधर्मे निधन श्रेयो परधर्मो भयावह, गीताको श्लोक पनि। स्वधर्ममा मर्नुलाई राम्रो हुन्छ, परधर्ममा नजाऊ। किनभने स्वधर्म भनेको आफ्नै आमा नराम्री छन् भने अर्की राम्री स्त्री जातिले आमा बनाएर सेवा गरेर धर्म हुँदैन। हाम्रो धर्म नराम्रो भए पनि हाम्रो धर्मलाई मान। अब स्वधर्म निधन श्रेय परधर्म हो भयावह, परधर्म डरलाग्दो हुन्छ, त्यसमा जान हुँदैन। जति राम्रो भए पनि परधर्ममा नजाऊ, क्षेत्रीयको धर्म सङ्ग्राम गर्ने हो भन्ने कुराहरू सुन्नुभएपछि भगवान्ले भन्नुहुन्छ, मैले तिमीलाई यति कुरा मैले बताएँ, यथेच्छसि तथा कुरु। यति बेरसम्म लड भन्ने कृष्णले त अब यथेच्छसि तथा जे इच्छा छ त्यही गर्न। मेरा तिमी सखी हौ, तिमीलाई अन्तिममा भन्ने कुरा बताउँछु भन्दै भन्नुभयो, मनमाना मत भक्तो मदियाजी माम्नमा कुरो हो। मनमा नबन, मनले मलाई सम्झ, मलाई यज्ञ गर र सर्वधर्मान परित्यज्य मामेकम शरणम व्रज, सब कुरालाई छोडेर कृष्ण शरणम हो। र लौ अर्जुन, कुरो सुन्यौ कि सुनेनौ भन्नुहुन्छ भगवान्ले। सुने प्रभु। अब नष्ट मोह स्मृति लब्धा तत्पश्चात् महेश्वर अन्तिम श्लोक। हजुरका अनुग्रहले गर्दामा मेरो मोह नाश भयो, जे भन्नुहुन्छ त्यही गर्छु भनेपछि उठ। त्यसो भए धनुसम्म 18देखि त सुनेको अर्जुन त घोप्नु परेका उठेर धनुर्वाणले अब मोहको सङ्ग्राम गर्न तयार भए। सङ्ग्राममा धेरै सङ्ग्रामपट्टिको कुरा त नबताम, एकदिन छोटो कुरा भन्नु। 4 दिन सङ्ग्राम गरेपछि दुर्योधनले गएर अब भीष्म पितामहलाई भन्यो, भीष्मजी अर्जुनपट्टिका एउटा पनि मर्दैनन्, मेरा भाइहरू धेरै मरिसके,
फौजहरू धेरै गरे के हो कारण तपाईँ सक्रिय नभएर हो कि भनेर भनेको थियो। भीष्म पितामहले हुन्छ तिमीले भन्यो भने अर्जुनलाई मैले भोलि मारिदिन्छु, अर्जुनलाई भोलि मरेका देख्नेछ भन्नु भीष्म। बाँकी त्यो मर्नलाई मैले मध्याहमा ध्यान गरेर बसेको हुन्छु, त्यही बखतमा तिम्री पत्नीलाई पठाइदिनु, मैले आशीर्वाद दिन्छु, अर्जुन मर्ने तिम्रो सौभाग्य हुने आशीर्वाद दिन्छु भन्नु भीष्मले। कृष्णले थाहा पाइहाल्नुभयो अर्जुन निधाएका अर्जुनलाई निधाए छन्। हे अर्जुन तिमीलाई त फेरि मार्ने नरे तिमीलाई निधा नलाग्छ यस्ता बेला। अर्जुनले हजुरले जे गर्ने गरेछ म त फेरि मान्दिनँ भने अर्जुनले द्रौपदीलाई दुर्योधनकी स्वास्नी जस्तो बनाएर दुर्योधनकी पत्नीले भन्नुभयो भाउजू बिहा हडबडले जाने होइन, दादालाई देख्न राम्रोसँग भोलि जानुहोस् भनेर उनलाई भोलि जाने गराइदिने भयो। द्रौपदी त उसमा पसेको धेरै छ यसको दृष्टान्त। द्रौपदीभित्र पसेपछि नमस्ते दादा भनेर दण्डवत गरिन्। अटल सौभाग्यवती भव भन्दै उनका शिरमा हात राख्दैन भीष्म। हस् दाजी ए तिमी को हो र भन्दा म त पाण्डवकी पत्नी। ल दर्शन भोलि अर्जुनलाई मार्नु त भएन। यस्ता यस्ता घटना अब यस्तै किसिमका घटनाहरू धेरै देखिन्छन्। त भगवान् कृष्णको भक्तलाई कहिल्यै पनि नाश हुँदैन त्यसै कारणले हामी सबै भगवान् कृष्णका भक्त बनौँ भन्ने सङ्कल्प गर्दै भगवान् कृष्णका पाउमा शिर राखेर मैले आफ्नो वक्तव्यलाई यहीँ समापन गर्दछु। धन्यवाद। पाकाहरूको